साथीहरु नमस्कार। पहिलो प्रश्न, मंगिरमा मात्र बिहे गर्ने जाति कुन हो? ए राउटे, बी थामी, सी थारू, डी तामाङ। राइट एन्सर हो अप्सन बी थामी जाति। साथीहरु अर्को प्रश्नमा लागौं, भिडियोलाई लाइक गर्नुहोला। एसियाको स्विजरल्यान्ड भनेर चिनिने देश कुन हो? ए मलेसिया, बी भुटान, सी नेपाल, डी मालदिप्स। राइट एन्सर हो अप्सन सी नेपाल। साथीहरु अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं, भिडियोलाई लाइक गर्नुहोला। स्याउको बियालाई के भनिन्छ? अप्सन ए बिनाजु, अप्सन बी बिजुलो, अप्सन सी छोकर, अप्सन डी फुपाजु। राइट एन्सर हो साथीहरु अप्सन डी फुपाजु भनिन्छ। नासपतिकोलाई चाहिँ बिनाजु भनिन्छ। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं, कुखुरा खोरमा बस्छ भने चमेरो कहाँ बस्छ? ए ओडार, बी गन्ज, सी दलिन, डी मा छ गुड। राइट एन्सर हो साथीहरु अप्सन सी दलिन। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं साथीहरु, गौतम बुद्ध जन्मने बित्तिकै कति पाइला हिँडेका थिए? ए 10 पाइला, बी 8 पाइला, सी 7 पाइला, डी 5 पाइला। राइट एन्सर हो अप्सन सी 7 पाइला। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं साथीहरु, भिडियोलाई शेयर गर्नुहोला। भगवान कृष्णको पत्नीको नाम के थियो? ए मन्दोदरी, बी राधा, सी गंगा, डी मा छ रुक्मिणी। राइट एन्सर हो साथीहरु अप्सन डी रुक्मिणी। राधा चाहिँ गर्लफ्रेन्डको नाम हो। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं साथीहरु, कुकुर जस्तो कराउने चरा कुन हो? ए पेन्गुइन, बी सेरिमा, सी मयूर, डी अस्टिच। सही जवाफ हो साथीहरु अप्सन बी सेरिमा। साथीहरु कतिवटा मिलाउनुहुन्छ लेख्नु होला, भिडियोलाई लाइक गर्नु होला। अर्को प्रश्नमा लागौं, बाघ कुन देशको राष्ट्रिय जनावर हो? ए अमेरिका, बी भुटान, सी भारत, डी अस्ट्रेलिया। राइट एन्सर हो साथीहरु अप्सन सी भारत। स्पेशल्ली पाटे बाघ चाहिँ भारतको राष्ट्रिय जनावर हो। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं, सर्पको बच्चालाई नेपालीमा के भनिन्छ? ए छिङ्कल, बी बचेरा, सी सपेरा, डी छतौरा। राइट एन्सर हो अप्सन ए छिङ्कल भनिन्छ। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं साथीहरु, केकको देश भनेर चिनिने देश कुन हो? ए न्युजिल्यान्ड, बी बेलायत, सी सिङ्गापुर, डी स्कटल्यान्ड। राइट एन्सर हो साथीहरु अप्सन डी स्कटल्यान्ड, जसलाई केकको देश भनेर चिनिन्छ।